हेलो एभ्रिवान, वेलकम टु आज पढाइ। इफ तपाईँहरूको पनि इक्जाम आइरहेछ भने डोन्ट प्यानिक, जस्ट पढाइ इन आज पढाइ। अब तपाईँहरूलाई कस्तो फिल हुन्छ जब कुनै पनि एपमा होइन यस्तो खालको मेसी खालको एरर आयो भने एन्ड कम्पेयर टु यस्तो खालको वेल म्यानेज एरर आयो भने है। अब एप बनाउँदाखेरि कुनै पनि एरर आउँछ नै है, रन टाइम एरर आउला, पछि गएर भविष्यमा एरर आउला युजरले चलाउँदाखेरि होइन। तिनीहरूलाई ह्यान्डल गरेर युजरलाई बुझ्ने तरिकाले इन्फर्मेटिभ एरर, इन्फर्मेटिभ म्यासेज, एरर त के भन्ने र म्यासेज, हाम्रो कस्टम म्यासेज चाहिँ पठाउनु पर्यो है। त्यस्तो खालको काम गर्न सकिन्छ हामीले ट्राई क्याच अर एक्सेप्सनहरू ह्यान्डल गर्नलाई। अब हामीले चाहिँ यहाँ कुरा बुझ्न पर्ने के छ, एरर भनेको के हो, एक्सेप्सन भनेको के हो, यिनीहरूलाई ह्यान्डल कसरी गर्न सकिन्छ है। एन्ड यही चिज ह्यान्डल गर्नको लागि फुल भिडियो आइसकेको छ, कन्टिन्यू है। अब पहिला सुरुमा बुझ्न पर्यो के एक्सेप्सन एन्ड एरर भनेको के हो है। पहिला सुरुमा बुझौँ एरर र एक्सेप्सन भनेको के हो। एरर र एक्सेप्सन दुइटै एउटा इभेन्ट हो, अनफर्चुनेट आएको इभेन्ट हो है। अब एरर कस्तो इभेन्ट हो, जुन चाहिँ हार्डवेयर, मोस्टली हार्डवेयरले गर्दाखेरि, जस्तै मेरो सिस्टम आउट अफ मेमोरी भइरहेछ भने त्यति बेला मेरो कोडले त्यसलाई सम्हाल्न सक्दैन नि त होइन। एन्ड त्यति बेला चाहिँ मैले अब मेमोरी नै बढाउन पर्ने हुन्छ है। जुन चिज कोडले ह्यान्डल गर्न सकिँदैन क्या, एरर भनेको त्यस्तो खालको चिज हो है, त्यस्तो खालको इभेन्ट हो। एन्ड मोस्टली भनेको हार्डवेयर चिजले, हार्डवेयर प्रब्लमले गर्दाखेरि आउँछ, अर सिस्टम फेलरले गर्दाखेरि आउने एरर हो है। त्यसलाई चाहिँ अब टाइम लाग्छ, धेरै जसो केसमा चाहिँ अब हामीले कोडले सल्भ गर्न सकिँदैन। एक्सेप्सनलाई चाहिँ ह्यान्डल गर्न सक्छौँ हामीले केले, ट्राई क्याच ब्लकले है। एन्ड अरू चिज पनि छ, प्रिडिफाइड एक्सेप्सन छ, त्यो थ्रो गर्न सक्छौँ। हेरौँ है त। सो डिफरेन्स बिट्विन चेक एन्ड अनचेक। अब चेक र अनचेक भनेको कस्तो भन्दाखेरि कम्पाइल टाइममा आउने एक्सेप्सन नै चेक एक्सेप्सन हो, एन्ड अनचेक एक्सेप्सन चाहिँ रन टाइममा आउने। जस्तै अब आइयो एक्सेप्सन, अब तिमीले कुनै पनि फाइल रिड गरिरहेछौ और एसक्यूएल डेटाबेस कनेक्सन अरू केही चिज गरिरहेछ भने त्यो के हो त, त्यो भनेको त कम्पाइल टाइममै आउँछ नि त होइन। अरू कुनै डिक्लेरेसन गरिरहेछौ और केही चिज जुन चाहिँ कम्पाइल टाइममा आउने एक्सेप्सन अर एरर भन्छ होइन, त्यो चिजलाई नै कम्पाइल टाइम एक्सेप्सन भन्छ, जसलाई चाहिँ चेक एक्सेप्सन पनि भन्छ। एन्ड अनचेक एक्सेप्सन भनेको के हो, रन टाइममा आउने। एन्ड यो चाहिँ के हो भन्दाखेरि अब नल पोइन्टर, अब जस्तै यसलाई चाहिँ हामीले नर्मल्ली ह्यान्डल गर्दैन है। रन टाइममा त जे पनि पठाउन सक्छ नि त होइन। त्यति बेला चाहिँ अब हामीले ह्यान्डल गर्छ, जस्ट एउटा मेसेज मात्र पठाउँछ। एन्ड द्याट इज द थिङ। अब यो चाहिँ भयो चेक अनचेकको कुरा। अब थ्रो र थ्रोजको कुरा के हो भन्दाखेरि, थ्रोले चाहिँ के गर्छ, हाम्रो मेसेज डेलिभर गरिदिन्छ क्लाइन्टसँग। एक्चुली एक्सेप्सन थ्रो गर्ने भनेको थ्रो किवर्डले, थ्रोज किवर्डले चाहिँ एक्सेप्सन डिफाइन गर्छ है। जस्तै थ्रो किवर्डले त अब मेसेज पठाउने भयो और एक्सेप्सन पठाइदियो है, हाम्रो कस्टम मेसेज और एक्सेप्सनहरू चाहिँ हाम्रो पठाइदियो। थ्रोजले के गर्छ, कुनै पनि रिटर्नले, कुनै पनि मेथडले अब रिटर्न टाइप डिफाइन गरे जस्तै हो क्या। अब जस्तै कुनै पनि मेथड बनाउँदाखेरि रिटर्न टाइप दिन्छौँ हामीले, यो यस्तो रिटर्न टाइप है, अनि मेथडको नाम। एन्ड त्यसपछि के गर्छौँ, थ्रोज किवर्डले डिफाइन गर्छौँ कस्तो खालको एक्सेप्सन पठाउँछ त। जस्तै अब कुनै पनि नम्बरलाई जिरोले डिभाइड गरायो भने त्यो डिभिजेबल हुँदैन, त्यति बेला हाम्रो एक्सेप्सन आउँछ अरिथमेटिक एक्सेप्सन। यस्तो खालको केसेसहरू हामीलाई पहिल्यै थाहा भइसकेको हुन्छ। सो त्यस्तो खालको प्रिडिफाइन्ड एक्सेप्सन और युजर डिफाइन्ड एक्सेप्सन चाहिँ हामीले यहाँनिर डिक्लेयर गरिदिन्छ। एन्ड युजिङ अ मेथड सिग्नेचर्स, अब मेथड बनाउने बेला जो यसलाई चाहिँ युज गर्छौँ हामीले। एन्ड ट्राई क्याच ब्लक भनेको चाहिँ के हो भन्दाखेरि एउटा एक्सेप्सन ह्यान्डल गर्ने मेथड हो। एन्ड यसको सिन्ट्याक्स हेरौँ है। सिन्ट्याक्स चाहिँ के हो भन्दाखेरि यसको ट्राई एन्ड त्यसपछि यो कर्ली ब्रेसेसले ओपन गर्यो, क्याच, क्याचभित्र चाहिँ अब यो एक्सेप्सनको टाइप दियो एन्ड आर्गुमेन्ट एउटा भेरिएबल दियो। एन्ड त्यसपछि तल आएर चाहिँ थ्रोज किवर्डहरू चाहिँ हामीले अब पठाइरहेको हुन्छ कि एक्सेप्सन, और हामीले डाइरेक्ट प्रिन्ट पनि गरिदिन सक्छ अब सिस्टम डट आउट भनेर है। एन्ड त्यसपछि अब हामीले ह्यान्डल एक्सेप्सन यो भइहाल्यो है, एक्सेप्सन ह्यान्डल गर्ने तरिका ट्राई क्याच भयो होइन। एन्ड अर्को चाहिँ फाइनली ब्लक। जस्तै अब हामीले केही पनि ओपन गरेको छ, अब जस्तै हामीले अरूबाट इनपुट लिने स्ट्रिङ ओपन गरेको छ भने त्यसलाई एससी डट क्लोज गर्न पर्यो, और हामीले डेटाबेस स्ट्रिङहरू ओपन गरेको छ भने त्यसलाई क्लोज गर्न पर्यो, और हामीले कुनै पनि
100% नै चलाउन छ त्यो कोड चाहिँ फाइनली ब्लकभित्र राख्छौँ, किनभने यो फाइनली ब्लक अरू चलोस् नचलोस् फाइनली ब्लक एकचोटि चल्छ नै है। एन्ड कमन एक्सेप्सन भनेको अब जस्तै नल पोइन्टर एक्सेप्सन भयो है। अब नल अब्जेक्टहरू एक्सेस गर्न पर्यो भने कहिलेकाहीँ यो यस्तो खालको एक्सेप्सनहरू आउँछ। सो यसलाई हामीले ह्यान्डल गर्न पर्छ। अब जस्तै एरे इन्डेक्स आउट अफ बाउन्ड एक्सेप्सन भनेको चाहिँ के भन्दाखेरि कुनै एरे बनायो 5 इन्डेक्सको 5 साइजको, तर 6 साइज अर 10 साइज युज गर्न खोज्यो भने त्यति बेला चाहिँ यो एरर आउँछ है, एरे आउट अफ। एन्ड क्लास नट फाउन्ड एक्सेप्सनहरू यस्तो खालको होइन आउँछ। एन्ड त्यसपछि अर्थमेटिक एक्सप्रेसन कुनै पनि नम्बरसँग काम गर्दाखेरि, अर नम्बर फर्मेट एक्सेप्सन चाहिँ अब स्ट्रिङ पठाइरहेछ एन्ड खोजिरहेछ इन्टिजर होइन, त्यति बेला चाहिँ यस्तो खालको एक्सेप्सन आउँछ, नम्बर फर्मेट एक्सेप्सन है। एन्ड दिस इज द कुरा। अब चाहिँ हामी रियल लाइफ कोडमा इम्प्लिमेन्ट गर्छौँ के चाहिँ कसरी गर्ने भनेर है। एक दुईवटा इक्जाम्पल हेर्छौँ, द्याट्स इट। यसरी गऱ्यो भने हाम्रो 10 मार्क्स कभर हुन्छ यसरी है। ओके ट्राई क्याच ब्लक इम्प्लिमेन्ट गरौँ। ट्राई क्याच ब्लक के हो हामीले त बुझिसक्यौँ होइन। सो एक्जिक्युटेबल कोडहरू सबै चाहिँ ट्राई ब्लकभित्र, एन्ड क्याचमा चाहिँ अब के गर्छौँ त त्यसले जस्ट एरर एक्सेप्सन्सहरू क्याच गर्छ एन्ड हामीले डिफाइन गरेको मेसेज चाहिँ उसले थ्रो गरिदिन्छ, जसले गर्दाखेरि चाहिँ युजरलाई सजिलो हुन्छ यो चिज भइरहेछ है भनेर बुझ्नलाई। के एरर छ भने यो सर्भर चाहिँ अहिले ल बन्द छ भनेर जस्तो त्यस्तै खालको मेसेजहरू चाहिँ पठाउन इजी हुन्छ। सो लेट्स मेक एउटा फाइल है, इन क्याच एक्सेप्सन भित्र चाहिँ एउटा फाइल बनाऊँ, ट्राई क्याच डट जावा। ओके सो अब हामीलाई के चाहियो, एउटा क्लास फाइल नेमसँग म्याच हुने है, ट्राई क्याच। ओके पब्लिक स्टेटिक void मेन चाहिँ अब मेन मेथड भयो हाम्रो। स्ट्रिङ एरे आउँछ केमा, ए भन्ने भेरिएबलमा। ए भन्ने भेरिएबल अलरेडी डिफाइन गरिसक्यौँ है। सो यो चाहिँ अब हामीले गर्न सक्दैनौँ। ट्राई क्याच गर्नुभन्दा अगाडि चाहिँ लेट्स हेरौँ है त कस्तो खालको एक्सेप्सनहरू यसले फाल्छ त, अनि त्यसलाई हामीले कसरी ट्राई क्याचको हेल्पले होइन कसरी चाहिँ हामीले आफ्नो जरुरत अनुसार चाहिँ मोडिफाई गर्न सक्छौँ है। लेट्स पहिला इन्ट बी इक्वल टु 10 एन्ड सी इक्वल टु 0। कुनै पनि नम्बरलाई 0 ले डिभाइड गर्दाखेरि त्यो हुन्छ इन्फानाइट, नट डिभिजिबल है। सो त्यो चिजलाई हामीले त्यो चिजलाई यसले कसरी एक्सेप्सन फाल्छ त त्यो चिज हेरौँ है। एन्ड इन्ट डी इक्वल टु बी बाई सी। ओके एन्ड सिस्टम यसलाई नै प्रिन्ट गरे। ओके यसलाई चाहिँ चलाइ हेरौँ है एकचोटि, देखिरहेछ होला आई थिङ्क। टर्मिनल एन्ड जावा सी ट्राई क्याच डट जावा यो गरे। ओके कम्पाइल त भयो। जावा ट्राई क्याच यहाँ हेर है, एक्सेप्सन इन थ्रेड मेन भनेपछि यो मेन फङ्सनभित्र है, मेन फङ्सनभित्र एउटा के छ एक्सेप्सन छ जसलाई चाहिँ तपाईँले ह्यान्डल गर्नुभएको छैन भने है। बाई 0 डिभिजिबल बाई 0 भनेको यो चाहिँ एउटा एक्सेप्सन केस हो है, यसलाई आफैले ह्यान्डल गर भनेर यसले हामीलाई एउटा वार्निङ थ्रो गरिरहेछ। सो यसलाई चाहिँ हामीले ट्राई क्याच ब्लक गर्छौँ। ट्राई क्याच ब्लकबाट चाहिँ कसरी हामीले ह्यान्डल गर्छौँ त्यो हेरौँ अब है। यति कोडहरूभरि ट्राईभित्र हालौँ। ओके अब क्याचले के गर्छ त, यो चिजलाई क्याच गर्छ। क्याच यसमा के गर्छ, अर्थमेटिक एक्सेप्सन भन्दा पनि त्यो पछि हेरौँला। इएक्सएसइपिटिआइएन एक्सेप्सन आउँछ ई नाम गरेको एन्ड यसले के गर्छ सिस्टम डट आउट एक्सेप्सन कस्ट, और हामीले यसमा आफ्नो कस्टम मेसेज पठाऊ है, नम्बर क्यान नट डिभाइडेड बाई 0। ओके दिस इज द थिङ। यसलाई अब चलाइ हेरौँ है, क्लियर जावा सी ट्राई क्याच डट जावा। ओके भयो, जावा ट्राई क्याच यति मात्र गर। यहाँ के आयो त एक्सेप्सन, नम्बर क्यान नट डिभाइडेड बाई 0। दिस इज द एक्सेप्सन।
यसलाई कसरी ह्यान्डल गर्यौँ हामीले आफ्नो कस्टम म्यासेज हामीले पठाएको म्यासेज आयो नि होइन यो म्यासेजले गर्दाखेरि अब युजरलाई पढ्न इजी भयो अब अगडम बगडम आउन थाल्यो भने इजिली युजरले पढ्न सक्दैन त्यसलाई बुझ्दैन सो हाम्रो कस्टमर एक्सपिरियन्स चाहिँ बिग्रिन्छ है त्यो कस्टमर एक्सपिरियन्स मेन्टेन गर्न र हाम्रो सर्भर कहिले पनि बन्द नहोस् हामीले आफैले ह्यान्डल गरौँ यस्तो खालको एक्सेप्सनहरू त्यसको कारणले चाहिँ हामीले ट्राई क्याच युज गर्छौँ एन्ड जस्तै अब यहाँ सी को ठाउँमा 0 हटाएर 1 गर्यो भने अब यो चाहिँ चल्छ है अब लेट्स फेरि कम्पाइल एन्ड अब आयो नि रिजल्ट 10 भनेर दिस इज द थिङ सो दिस इज द युज अफ ट्राई नेक्स्ट चाहिँ अब हेर्छौँ हामी फाइनल्ली ब्लक कसरी युज गर्ने किन युज गर्ने है फाइनल्ली ब्लक भनेको के हो हामीले के बुझ्यौँ त फाइनल्ली ब्लक एकचोटि चल्छ नै भनेर बुझ्यौँ है त्यो कोडमा राखेपछि अब फाइनल्ली ब्लक कोसँग लाग्छ त ट्राई क्याचसँग पहिला ट्राई आउँछ क्याच आउँछ एन्ड फाइनल्ली आउँछ है अब यो चिजलाई इम्प्लिमेन्ट गरौँ कसरी गर्छौँ लेट्स सी है फाइनल्ली डट जाभा भनेर एउटा फाइल बनाए यहाँ चाहिँ क्लास बनाउँछु फेरि फाइनल्ली नामकै फाइलसँग म्याच हुन पर्यो नि त सो यहाँ पब्लिक स्टेटिक void main आयो एन्ड स्ट्रिङ आर्गुमेन्ट आउँछ ARGS नै लिए यो फाइल चाहिँ एन्ड ओके यसमा अब के आउनु पर्यो हिन्ट नभए यत्तिकै छोडौँ न ट्राई भित्र सिस्टम डट आउट डट प्रिन्ट ln hello from try block ओके अब क्याच ब्लकमा के आउँछ त CATCH क्याच एक्सेप्सन E एन्ड अब ट्राई ब्लक आयो ट्राई ब्लक पछि चाहिँ के आउँछ क्याच ब्लक आयो क्याच ब्लक आएपछि अब के आयो के आउन पर्यो यसो फाइनल्ली ब्लक आउनु पर्यो फाइनल्ली सिस्टम डट फाइनल्ली ब्लक यहाँ हेर म अब यहाँ केही पनि एरर छैन त्यही भएर के आउँछ क्याच ब्लक चल्दैन यो कोड चल्दैन एन्ड के आउनु पर्यो हेलो फ्रम ट्राई ब्लक एन्ड हेलो फ्रम फाइनल्ली ब्लकबाट यो चाहिँ आउनु पर्यो होइन किनभने फाइनल चाहिँ एकचोटि चल्छ नै नि त सो लेट्स चेक गरौँ है जावा सी फाइनल्ली डट जावा ओके जावा फाइनल्ली आयो हेलो फ्रम ट्राई ब्लक हेलो फ्रम फाइनल्ली ब्लक आयो नि होइन इफ कुनै एरर आएको है यो पनि चल्थ्यो तर फाइनल्ली चाहिँ 100% चल्छ है किनभने एकचोटि चल्छ नै सो फाइनल्लीको ठाउँमा कुनै पनि फाइल स्ट्रिम कुनै पनि ओपन भएको चिज जस्तै डेटाबेस कनेक्सनहरू ओपन भइरहेछ सो त्यति बेला चाहिँ अब के गर्छौँ हामी एकचोटि युज भइसकेपछि त्यसलाई अटोमेटिकल्ली त्यो कोड स्क्रिप्ट रन भएसँगै त्यो क्लोज होस् होइन अब कुनै सोर्सहरू ओपन गरिरहेछ त्यसलाई क्लोज गर्ने फाइल क्लोज गर्ने डेटाबेस कनेक्सनहरू क्लोज गर्ने जस्तो चिजहरू चाहिँ फाइनली ब्लकभित्र लेख्छौँ किनभने यो एकचोटि 100% नै चल्ने हो नि त 100% सियोर छ सो दिस इज द युज अफ फाइनल्ली किवर्ड है नेक्स्ट चाहिँ अब हामी हेर्नेवाला छौँ एक्सेप्सन्सहरू कस्तो खालको एक्सेप्सन्स केही अर्थमेटिक अब्सेसनहरू एन्ड इन्डेक्स आउट अफ बााउन्ड एक्सेप्सनहरू एन्ड अरू त्यस्तै केही एक्सेप्सनहरू हेर्छौँ तिनीहरूको बारेमा बुझ्छौँ एन्ड एउटा दुइटा चाहिँ जुन चाहिँ अलि इम्पोर्टेन्ट छ आउने खालको छ होइन इक्जाममा त्यो चाहिँ डिस्कस गर्छौँ है ओके अब चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि थ्रोजसँग चाहिँ ट्राई क्याचमा कुनै पनि एउटा एक्सेप्सन हेर्छौँ है जसलाई हामी चाहिँ हेर्छौँ अरिथमेटिक एक्सेप्सन कसरी काम गर्छ यो केसमा है हामी चाहिँ यहाँ थ्रोजको बारेमा पनि बुझ्छौँ है थ्रोजको बारेमा पहिला पनि हेऱ्यौँ तर एक्चुअलमा इम्प्लिमेन्टेसन चाहिँ यहाँ हेर्छौँ है ओके लेट्स बनाऊँ पहिला सुरुमा चाहिँ एउटा फाइल PHROW4.java भनेर यो बनाएँ एन्ड अब यहाँ मलाई के छ क्लास थ्रो यो क्लास भयो पब्लिक स्टेटिक void मेन चाहिँ आयो हाम्रो मेन मेथड स्ट्रिङ आर्गुमेन्ट आयो एन्ड
ए आरजिएस आर्क्समा अब यसपछि यहाँ के हुन्छ भन्दाखेरि एउटा यो भयो एउटा मेथड होइन। अर्को मेथड चाहिँ म के बनाउँछु, इन डिभाइड इन ए कमा इन बी एन्ड त्यस्तै यो मेथडले चाहिँ के गर्छ भने थ्रोज। अब थ्रोज किवर्डले के गर्छ, एक्सेप्सन डिक्लेयर गर्छ। के एक्सेप्सन चाहिँ यसले फाल्छ भनेर हामीलाई पहिले थाहा हुन्छ नि। जस्तै अब ए कुनै नम्बर बाई 0 गऱ्यो भने त्यो इन्फाइनाइट हुन्छ अर नट डिभिजिबल हुन्छ, यो चाहिँ अलरेडी थाहा छ। त्यस्तै हामीलाई यहाँनिर एक्सेप्सन आउन सक्ने, यो खालको एक्सेप्सन आउन सक्छ है भनेर अलरेडी थाहा हुन्छ क्या। त्यो चाहिँ अब हामीले मिटिगेट गर्न चाहिँ यहाँनिर अब थ्रोज कुनै पनि मेथडले यो खालको एक्सेप्सन फाल्न सक्छ है भनेर चाहिँ हामीले यहाँ उस गर्छौँ, के गर्छौँ, डिफाइन गरिदिन्छौँ। एन्ड त्यसपछि केही कन्डिसन लाउँछौँ, त्यो कन्डिसन मिट गर्यो भने त्यसपछि हामी एक्सेप्सन फाल्छौँ है। अरिथमेटिक ओके, यसले चाहिँ के गर्यो त अब डिनोमिनेटर बी इक्वल टु 0 छ भने हामीले के गर्छ, थ्रो। अब थ्रो किवर्डले अब के गर्छ, अरिथमेटिक एक्सेप्सन फाल्छ। अरिथमेटिक एक्सेप्सन क्यान नट डिभाइड बाई 0। ओके, एल्स यो छैन भने, बी 0 छैन भने रिटर्न ए बाई बी। यति भयो। यति भएपछि अब यहाँ मेन मेथड छ नि, यो मेन मेथडमा चाहिँ अब हामी के गर्छौँ, ट्राई क्याच लाउँछौँ। ट्राई भित्र चाहिँ के गर्छौँ, इट सी इक्वल टु डिभाइड भन्ने मेथडलाई कल गऱ्यौँ, 10,0 पठायौँ। ओके, एन्ड प्रिन्ट गरिदिउँ क्याचमा के आउँछ, CATCH क्याच अरिथमेटिक एक्सेप्सन ई डट गेट मेसेज भनेको यो चाहिँ के हो भन्दाखेरि हाम्रो मेथड हो कि यसले चाहिँ अब कुनै पनि एक्सेप्सन आयो त्यसले त्यो एक्सेप्सनमा भएको मेसेज मात्र हामीलाई चाहिँ पठाउँछ। नै भने ई मात्र प्रिन्ट गर्ने भने हामीलाई धेरै चिज आउँछ कि त्यहाँनिर। सो हामीले चाहिने चिज मात्र देखाइदिन्छ एन्ड त्यतिमै काम हुन्छ। ओके, यसलाई चलाएर हेरौँ। ओके, जावा सी थ्रो जावा। ओके इन सी डिभाइड नन स्टेटिक मेथड डिभाइड। सो यसलाई पब्लिक बनाम काम गर्छ कि नै गरेन, अनि पब्लिक स्टेटिक पनि बनाइदिउँ। ठिकै काम गर्यो। ओके, स्टेटिक भनेको चाहिँ के हो भन्दाखेरि सेम उसमा छ नि त, क्लासमा छ। त्यही पनि अब हामीले यसको अब्जेक्ट नबनाइकन हामीले उस गर्न छ नि त, एक्सेस गर्न छ यो मेथडलाई। सो मैले चाहिँ स्टेटिक बनाएँ। इफ अरू क्लासमा हुन्थ्यो भने हामीले चाहिँ स्टेटिक बनाउँथेन, तर यही अब्जेक्टको थ्रुबाट चाहिँ बनाउनु पर्थ्यो है। सो मैले स्टेटिक नबनाइकन यसलाई अब्जेक्ट गराएर पनि गराउन सक्थेँ, बट सजिलोको लागि मैले के गरेँ, स्टेटिक बनाएँ। सो जावा थ्रो आयो, क्यान नट डिभाइडेड बाई 0 एक्सेप्सन कस्ट यहाँबाट आयो है, यसले थ्रो गर्यो। एन्ड अब के गर्न पर्यो भन्दाखेरि अब यहाँ फ्लो बुझौँ है, यहाँबाट थ्रो भयो, यहाँनिर क्याच गर्यो, एन्ड त्यसपछि यसले चाहिँ मेसेज पठाइदियो। बस भेरी इजी। यहाँनिर अब हामीले कुनै पनि एरर पठाएन, 2 नै पठायो भने लेट्स सी जावा सी एन्ड ओके आयो नि 5 रिजल्ट। गुड, दिस इज द इक्जाम्पल अफ अरिथमेटिक एक्सेप्सन है, अरिथमेटिक एक्सेप्सन। अब यसमा चाहिँ अब हामीले एरे आउट अफ इन्डेक्स होइन, आउट अफ बााउन्ड, यस्तो खालको एक्सेप्सनहरू चाहिँ अब हामीले हेर्न सक्छ, हामीले इम्प्लिमेन्ट गर्न सक्छ। तरिका यही नै हो। एन्ड यिनी एक्सेप्सनहरूको बारेमा चाहिँ अब जान्न पर्यो, एन्ड तिनीहरूलाई चाहिँ कसरी मिटिगेट गर्ने, कसरी युज गर्ने, त्यो चाहिँ बुझ्न पर्छ। एक्सेप्सन चाहिँ इज भेरी इम्पोर्टेन्ट है।
द्याट्स द थिङ गाइज थ्याङ्क यू